तपाईहरु यो एमालेको मात्र यो सबै गाउँपालिका सरकार यहाँको पैसा एमालेको मात्रै हो। एमाले मै बनाउने सर्वरानी गाउँपालिकालाई हैन, सर्वरानी गाउँपालिकालाई 10औं वर्ष जनताको सेवा गरेर जनताको मन जितेर एमाले बनाउने। यहाँ कोही दादागिरी चल्दैन। यो लोकतन्त्र, लोकतन्त्रमा अधिकता कोही बढी होला, संख्याको आधारमा कोही बढी होला, कोही कम होला। त न्याय अब के गर्नुहुन्छ त? भाटाभरि पार्टी 20-25 वटा जतिसम्म पार्टी हुँदा पनि नेकपा एमालेलाई मन पराउनुहुन्छ जनताले। पोल्ट्री पारी सन्तान जन्माएर उसले राम्रोसँग चाहिँ तपाईँको दुध देला, अनि त्यो के भन्छ त्यो एउटा परिवारलाई पालन पोषण गर्ला भन्दा ऊ चाहिँ मर्न बनिसक्यो। यसको के भन्छ यसो उपज त्यो हुँदा यसमा चाहिँ ध्यान दिन पर्यो। यस्ता कुराहरू चाहिँ तपाईँको यो एउटा मैले उदाहरण मात्रै गरेको छु भनेको छु। अब यस्ता धेरै कुराहरू छन्, हामीले त्यो बिस्तारै ल्याइदिन्छौँ तपाईँहरूसँग। तपाईँहरूले गरेको कामहरूको राम्रा कामहरू र नराम्रा कामहरू पनि। अब यो कुरोलाई पनि मैले र अर्को कुरो हामीले जुन वितरण गरेका छौँ कृषिको लागि जुन वितरण गरेका छौँ मिनी टेलरहरू र कृषि औजारहरू तपाईँको मलाई लाग्छ सुन्नमा आछ या आधिकारिकमा सुन्नमा आछ तपाईँको कोही बिक्री भइसकेको मिनी टेलरहरू कृषि औजार मिनी टेलर बिक्री भइसक्यो सुन्नमा आएको कुरा। अर्को कुरो तपाईँ एकजना व्यक्तिले 7 पाल्टी 8 पाल्टी चाहिँ तपाईँको अनुदान पान्छ। कृषक त्यही मात्रै हो, त्यो पनि जनताले बस्नुपर्छ। कृषक त्यही मात्रै हो कि त्यो एउटा के भन्छ पार्टीको मान्छे भएको कारणले त्यसले पाएको हो, यो पनि स्पष्ट हुनु पर्यो। यदि कृषक त्यही मात्रै हो कि त्यसलाई मात्रै दियो ल ठिक छ, त्यो ल्यायो जित कुरा भयो, होइन भने किन दियो एकजनालाई मात्रै? यो कसैको बाबुको खल्तीको यो पैसा त होइन नि त। यसरी मनोमानी तरिकाले काम भयो भने हामीलाई पछिवाला छैन। यहाँ कसैको यो सम्पत्ति बेचेर लिएर जनतालाई दिएको होइन। नेपाल सरकार र तपाईँ हामीले यो के भन्छ श्रम हो, पसिना हो, त्यसलाई यसरी यहाँ चाहिँ दुरुपयोग गर्न पाइँदैन। यहाँ फेरि अर्को कुरा विडम्बनाको कुरा के छ भने तपाईँको कोही ठाउँमा बाटो गएको छ, मर्मत गर्न पर्यो। ल मर्मतको लागि तपाईँले अलिकता पैसा राखिदिनुहोस् भन्दाखेरि त्यहाँका जनताहरूलाई तपाईँ त एमालेमा आउनुपर्छ, बल्ल मात्रै चाहिँ तपाईँको यो मर्मतको दाइ पैसा आउँछ। तपाईँहरू यो एमालेको मात्रै यो सबै गाउँपालिका सरकार यहाँको पैसा एमालेको मात्रै हो भने भन्नुहोस् ल, हात खडा गरेर भन्नुहोस्, हामीले के भन्छ तपाईँहरूले टिका लगाइदिन्छ स्वागत गर्छ। होइन भने खबरदार, कसैले पनि यो आवाज उठ्यो भने त्यसको प्रतिवाद हामी जहाँबाट अन द स्पोट जहाँबाट हुन्छ त्यहाँबाट हामी गरिरहेका छौँ। कहीँ पनि यो आवाज उठ्यो भने त्यो हुँदाखेरि यो कुरा पनि ध्यान हेर्दा राख्नुहोस्। यहाँ कोही दादागिरी चल्दैन। यो लोकतन्त्रमा अधिकता कोही बढी होला, संख्याको आधारमा कोही बढी होला, कोही कम होला। त न्याय भने न्याय हुन्छ, त्यो कहिले सत्य भने सत्य हुन्छ। त्यहाँ संख्या पनि हुँदैन, त्यहाँ चाहिँ तपाईँको गढीपट्टि पनि हुँदैन। त्यसैले यो कुरा पनि हेर्दा राख्नुहोस्। यो कोहीबाट आयो भने मैले रेकर्ड गर्न लगाएको छु, त्यस्ता किसिमका कुराहरू आयो भने तपाईँहरूले सुनाइदिने हो र सम्बन्धित जोडे भन्छ नि त्यो मान्छेलाई कानुनी कटघराभित्र हामीले ल्याएको त हामी राख्दैछौँ। यो कुरो पनि हेर्दा राख्नुहोस्। र न्याय कुरामा यहाँ चाहिँ त्यति प्रभावकारी हामीले देखेका त्यस्तो भन्नु हुँदैन। मलाई लाग्छ, मलाई विश्वास छैन बाटो मर्मत गर्नलाई एमालेमा आउनुपर्छ भनेर कसले त्यस्तो तुच्छ कुरा गरे होला र मलाई त्यो विश्वास छैन। तर पनि कहिलेकाहीँ ठट्टामा यसो तपाईहरु खै
हामीतिर आउनु भएन यो भनेर यसो पोलिटिकल मान्छेहरूले गरे हुन सक्नुहुन्छ, तर यो पार्टीलाई जोडेर यस्तो तुच्छ कुरा चाहिँ गर्नु हुँदैन होइन। विचार बुझाएर राजनीति बुझाएर होइन पार्टीमा ल्याउने, एमाले मै बनाउने सर्वनारायणी गाउँपालिकालाई होइन, सर्वनारायणी गाउँपालिकालाई 10औं वर्ष जनताको सेवा गरेर जनताको मन जितेर एमालेमै बनाउने त्यो बेग्लै पार्टी। तर चाहिँ तपाईँको एमालेमा आएपछि बाटो खनिदिन्छ, एमालेमा आएपछि पानी खनिदिन्छ, एमालेमा आएपछि होइन कोरली पार्टी दिन्छौँ, एमालेमा आएपछि मिनिटेर दिन्छौँ भन्नुपर्ने केही जरुरी छैन होइन। जनताको सेवा गर्ने, जनताको मन जित्ने होइन, जनतासँग हार्दिकता बढाउने, जनतासँग एकाकार भएर यो पालिकालाई लामो समय होइन लामो समयसम्म एमालेमा बनाउने, जुन बेलासम्म एमाले राष्ट्रिय राजनीतिमा असल पार्टीको रूपमा रहन्छ त्यति बेलासम्म त्यसलाई साथ दिने त्यो बेग्लै कुरा हो। अन्यथा यस्ता खालको यदि फन्डा गरेर। नमस्कार, म सीमा नेपाली। नमस्कार, मेरो नाम रविना नेपाली हो। सम्पूर्णलाई मेरो नमस्कार, मेरो नाम जुना सुनार। नमस्कार, मेरो नाम रविना नेपाली। कम्प्युटर सिक्ने एक मात्र भरपर्दो ठाउँ गुगल कम्प्युटर एकाडेमी, बिजुवार प्युठान लक्ष्मी प्रेस नजिकै। कम्प्युटर शिक्षा आजको आवश्यकता, भोलिको अनिवार्यता।